हेलो गाइज वेलकम टु माई ब्लग। फेरि पनि वेलकम छ सबैजनालाई। देख्न सक्नुहुन्छ यो गाई चाहिँ 2-3 दिन अगाडिदेखि बसिरहेको थियो। कति डक्टरहरू आएर ट्रिटमेन्ट गर्नुभयो तर कुनै पनि यसको चाहिँ सुधार भएको छैन हैन। गाईको अवस्था चाहिँ एकदमै नाजुक थियो। कतिपयले चाहिँ अब खाल्टो खनेर गाड्ने अब यो मर्छ भनेर आश मारिसकेको थियो। सबैको निराशपनलाई चाहिँ मैले खुसीमा बदल्ने कोसिस गरेँ हैन। सबैको नेगेटिभ थिङ्किङलाई चाहिँ मैले पोजिटिभमा चाहिँ बदल्ने कोसिस गरेर एकदम सक्दो मैले चाहिँ आफ्नो चाहिँ यो केसमा चाहिँ एकदमै लागि परेर यो केसलाई ह्यान्डल गरेँ हैन। यसलाई चाहिनु पर्ने सबै कुरा डायग्नोसिस गरेर सलाइनबाट सबै औषधिहरू चाहिँ मैले सलाइनबाट चढाएँ। त्यसपछि चाहिँ भेली अनि सोडाहरू पनि यसलाई लगातार खुवाएँ किन एकदमै विक थियो हैन। अनि खुवाउनु पर्ने कुराहरू पनि खुवाएँ यसलाई औषधिहरू। त्यसपछि चाहिँ गाईको चाहिँ अलिअलि सुधार देख्न थाल्यो। गाई चाहिँ उठेर चर्न थाल्यो, राम्रोसँग खान थाल्यो हैन। अनि सबैजनाको निराशपनलाई चाहिँ एकदमै सबैजना दुखी मनबाट चाहिँ खुसी मनमा चाहिँ परिवर्तन भयो। गाईले चाहिँ नर्मल्ली खान थाल्यो। फेरि पनि यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो पेजमा लाइक सब्सक्राइब गरिदिनु होला हैन। युट्युब च्यानल पनि छ, सबैजनाले हेरेर